हामी जान्टी घरमा आँप हेर्न आएको छौँ अनि सो आँपको बोट चाहिँ यहाँ छ। अब म तपाईँलाई आँपको बोट देखाउने छु। हेर्नु न आन्टीले पाएको छ भनेर लुगामा लाउनु भएको अरे त्यहाँ लुकाएर राखेको अनि यता चाहिँ लुकाएर राख्नु भएको अरे। यत्रो यत्रो छ आँप चाहिँ। अनि यहाँ माथि देख्नु भएको छ तर माथि माथि चाहिँ रहेछ। अनि यता माथि माथि चाहिँ यति धेरै फलिरहेछ नि साथीहरू तपाईँहरूलाई यहाँ खिचिदिनु त पिन्चुको ल हेर्नुहोस् है साथीहरू यता राम्रो राम्रो आँप चाहिँ यत्रो यत्रो अहिले नै खाउँ खाउँ जस्तो तर अमिलो छ धेरै। म यहाँ चाहिँ पाक्न आँटेको रहेछ है। पाक्न आँटेको होइन अहिले पाक्ने अँ। लुगा आयो कि यता फुल चाहिँ निकाल्नु आन्टीको नि खिचिदिँदै धनी आन्टी चाहिँ भागे भागे गर्छ। साथीहरू हामी चाहिँ आँपको भिडियो लिँदैछु। तपाईँहरूलाई पनि चाहियो भने सम्पर्क गर्नु होला आन्टीसँग है गाइस। यत्रो यत्रो छ है यत्रो यत्रो। अनि सो यहाँ चाहिँ आन्टीले पकाउनु भएको अरे अनि त्यही भएर साथीहरू हामी चाहिँ सल्लक्कै आँपको भिडियो बनाउने मैले थोरै। अनि मेरो आन्टीहरू पनि हुनुहुन्छ यहाँ चाहिँ आयो साथीहरू आँपको बोट यहाँ माथि चाहिँ देख्छ सर्लक्कै देखाउँदैछु तपाईँ ल हेर्नु साथीहरू। हामी चाहिँ काँचोको भिडियो लिन आएको हो तर त्यो पनि काँचो चाहिँ एकदमै फलिरहेको छ। यहाँ चाहिँ हेर्नु न यति सानो बोटमा यति राम्रो लटरम्म फलिरहेको छ यहाँ मुनिसम्म। फोटो खिच्दिन होइन पेन्सिललाई बसेको नि निकाल्दै प्रिन्सेस चाहिँ फोटो खिच्दिनु न मेरो भन्दैछ आँपको पक्क लाएर म तपाईँहरूलाई आँप मात्रै देखाउँदैछु। पेन्सिलको टाउकोमा मसिलिनु अन्त रेडियोमा चाहिँ अलिक सेट आउँदो रहेछ अघिको भन्दा चाहिँ। अघि चाहिँ काल लगाइरहेको नि रहेछ हामी त्यो मासु पसलमा पनि। हामी हाई गाइस हामी चाहिँ घर फर्केको चटपट पनि खाइसक्यो अनि मासु पनि लिएर हामीले घर फर्केको। मासु त कति ए भगवान् मासु 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 किनभने हामी मासु लिन गएको थियौँ त हामी फर्किसकेको है गाइस चटपट खाएर। मसुली टोपी झन्डै मारेन। चाहिँ मिठो रहेन मलाई चाहिँ नो इन्ट्रेस्ट। चटपटे चाहिँ बाई भरे मासु पकाएको देखाउँछौँ हामी अनि त्यसपछि भात खाएको पनि देखाउँछौँ त्यसपछि धन्दा गरेको पनि देखाउँछौँ ल बाई कसरी गर्छ गाइस तपाईँलाई म अवश्य देखाउने छु।